प्रधानमन्त्री आक्रोशित जसरी चाहिँ आउनुभयो र हाम्रो जगदीश खरेलज्यू अहिलेको सञ्चार मन्त्री हुनुहुन्छ नि, उहाँ त झनै यति हो, उहाँ यो भनेर उहाँको ब्रिफिङ गर्न थाल्नुभयो। यति राम्रो ब्रिफिङ गर्नुभयो कि हामी चाहिँ साँच्चै नै बारबाट राम्रो हो कि के हो भन्नेसम्म, त्यस्तोसम्म हुनेसले चाहिँ आत्मविश्वास हुनेताले त्यतिसम्म चाहिँ उहाँहरूले हामीलाई कन्फ्युज गर्न थाल्नुभयो। एकदम यो राम्रो हो यताउति भनेर त्यसको पाठ पढाउनु भयो। त्यसपछि हामीले यो त हामीले मान्नेवाला छैनौँ, यिनीहरू त गलतलाई त गलत भनिरहेको छौँ। त्यसपछि हामी त्यहाँबाट बाहिर निस्क्यौँ। एक्कासी मिडियामा आए यसो हेर्छु सहमति चुनाव गर्नु पर्यो, सहमतिमा आयो चुनाव गर्नलाई जेएनजी साथीहरू जति सबै समितिमा आयो। सरकारले तपाईँहरूको माग सम्बोधन गर्नुभन्दा पनि बारबारा फाउन्डेसनको गुणगान बढी गायो भन्ने तपाईँको आरोप हो? आमामा यति आक्रोशमा आउनुभयो, यति आक्रोशमा आउनुभयो, गाली खायौँ हामीले त त्योभित्र, गाली नै खायौँ। प्रधानमन्त्रीले यो सरकार एनजिओको होइन भनेर बोलिराख्नु भएको छ, तपाईँ भर्खर भेटेर बाहिर आउनु भएको छ, तपाईँले यस्तो आरोप तपाईँ यता सुन्नु, बारबारामा चाहिँ उहाँले भन्नुभएको बारबारामा हामी पनि राम्रो छौँ, हामी उहाँ मेरो नि सम्बन्ध राम्रो छ, अर्को अध्यक्ष के डक्टर हुनुहुन्छ उहाँलाई नराम्रो भन्ने मान्छे निकाल। हामीले डक्टर अध्यक्ष एउटालाई के राम्रो नराम्रो भनेको छैन, एउटा उनीहरूको सोच त नराम्रो भइरहेको थियो नि त। बाहिर त हामीले त्यो आवाज हामीले प्रश्न गर्न गएको हो नि त, हामीले यो नै भनेर हामीले त आवाज त उठाउँदैन। हामीले प्रश्न गरेको चाहिँ यस्तो यस्तो के हो यसमा चाहिँ हामीले राम्रो सन्तुष्टि गरिदिनु न, हामीले तपाईँहरूले राम्रो के हो वास्तवमा भएको कुरा गरिदिनु न भन्दाखेरि चाहिँ एक्कासी आक्रोशमा आउनु भने त त्यो के हो त कारण त? उहाँ प्रधानमन्त्रीज्यूको बोली फुट्नु भनेको कारण के हो? अरू बेला चाहिँ सुनेर बस्ने शान्तताले, त्यही बेला चाहिँ आक्रोशित हुनु भने त उहाँ त केही न केही त थियो होला नि। त्यही माथि यसरी गलत न्युज सरकार पक्षबाट मात्र एउटा मिडियासँग हामी मिडिया गरेको थियौँ, अहिले हामीले तपाईँहरूलाई बोला हो कि होइन? उहाँ सिधा कुरामा गरेर आउनु न, हामीलाई अन्याय भयो भनेर हामी त अन्यायमा पऱ्यौँ नि। जनताको माझ चाहिँ हामीलाई हिलो चापियो के? हामी त अहिले त कस्तो भएको छौँ? अहिलेसम्म आएको जेएनजीहरूको चाहिँ निर्णायकहरू एउटा गतिलो छ। वास्तवमा अहिले हामी सडकमा आएको त हामी घाइते असली जेएनजीहरू त हामी आयौँ नि त अहिले। अनि हामीलाई चाहिँ किन आज दिनमा हाम्रो राम्रो माग सम्बोधन गर्दाखेरि चाहिँ किन गलत न्युज चाहिँ मिडियाले प्रशस्त छाप लिनुभयो कि? कमसेकम हामीलाई एकचोटि सल्लाह गरेर के भएको हो कुरा वास्तवमा भन्नुभयो भने हामीले जे त्यो त्यही भन्थ्यौँ। हामी डिल गर्न आएन, लबिङ गर्न आएन, प्रधानको हामी मन्त्रीको लबिङ गर्न आयो, हामीले जे हो त्यो 3 करोड जनताको आवाज उठाउनलाई आयो नि त यहाँ त। वास्तवमा हाम्रो प्रधानमन्त्रीज्यूसम्म मात्र भेटवार्ता हो वास्तवमा। आज गृहमन्त्रीज्यू पनि हुनुहुन्थ्यो, सञ्चार मन्त्रीज्यू पनि हुनुहुन्थ्यो, शिक्षा मन्त्रीज्यू पनि हुनुहुन्थ्यो। हामी त सबैजना मन्त्रीहरू आएर भेटवार्ता गर्न पाउँदा त एकदम खुसी थियौँ कि हाम्रो अब माग सम्पूर्ण माग चाहिँ यहीँबाट सम्बोधन हुने भयो भनेर खुसी थियो। लास्टसम्म त उहाँहरू त यस्तो गलत न्युजमा पार्नलाई यस्तो हुनुलाई चाहिँ जम्मा हुनुभएको रहेछ। तपाईँहरूको आज प्रधानमन्त्री निवासमा जो प्रधानमन्त्रीसँग चाहिँ छलफल भएको थियो, त्यहाँ भएको चाहिँ के भयो? तपाईँहरू यहाँ अहिले निस्केर पनि बाहिर बस्नु भएको छ, प्रधानमन्त्रीसँग सहमति गरेर बाहिर निस्किसकेपछि त घर जानुपर्ने, किन यो प्रधानमन्त्री अगाडि बस्नु पर्यो? प्रधानमन्त्रीज्यूसँग हाम्रो वार्ता भएको हो त, हाम्रो निम्न मागहरू त तपाईँहरू सामु छ, त्यो एकदम यो स्पष्ट नै छ, एकदम राम्रै प्रस्तुता छ। उहाँहरूसँग चाहिँ के कुरा भएको थियो? हाम्रो यो माग यसरी कुरा भएको थियो, यसो भयो, बाहिर यस्तो हल्ला पनि आइरहेछ, आइएनजिओ बारबारा आइरहेछ। के हो यो कुरा चाहिँ भन्दाखेरि बारबारा आइएनजिओ भन्ने शब्द बोल्ने बित्तिकै पहिला सुरुसम्म हाम्रो समस्त मागहरू हामीले यताउति आवाजहरू उठाउनुन्जेलसम्म चाहिँ उहाँहरू प्रधानमन्त्रीज्यूको बोली उठाएको थिएन। तर एक्कासी यसरी बोली उठ्यो कि यति बोली उठ्यो कि उहाँ आक्रोशित जसरी चाहिँ आउनुभयो र हाम्रो जगदीश खरेलज्यू अहिलेको सञ्चार मन्त्री हुनुहुन्छ नि, उहाँ त झनै यति हो, उहाँ यो भनेर उहाँको ब्रिफिङ गर्न थाल्नुभयो। यति राम्रो ब्रिफिङ गर्नुभयो कि हामी चाहिँ साँच्चै नै बारबाट राम्रो हो कि के हो भन्नेसम्म, त्यस्तोसम्म हुनेसले चाहिँ आत्मविश्वास हुनेताले त्यतिसम्म चाहिँ उहाँहरूले हामीलाई कन्फ्युज गर्न थाल्नुभयो। एकदम यो राम्रो हो यताउति भनेर त्यसको पाठ पढाउनु भयो। त्यसपछि हामीले यो त हामीले मान्नेवाला छैनौँ, यिनीहरू त गलतलाई त गलत भनिरहेको छौँ। त्यसपछि हामी त्यहाँबाट बाहिर निस्क्यौँ। एक्कासी मिडियामा आए यसो हेर्छु सहमति चुनाव गर्नु पर्यो, सहमतिमा आयो चुनाव गर्नलाई जेएनजी साथीहरू जति सबै समितिमा आयो। चुनावलाई हाम्रो मेन एजेन्डा के थियो? संविधान संशोधन नगरेसम्म, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री नराखुन्जेलसम्म अथवा तत्कालीन यो संविधानलाई तत्कालीन अर्को संविधान लेखेर हुन्छ कि के गरेर हुन्छ, हाम्रा मागहरू पुरा नगरुन्जेलसम्म जनमत संग्रहबाट विभिन्न कुराहरू छन्। यहाँ राजनीतिक द्वन्द्वको कारणले गर्दा त बाहिर धेरै मान्छेहरू मर्ने अवस्थामा छन् नि त। हामी एक आपसमा यो राजनीति त्यो राजनीति गर्दा मर्ने अवस्थामा त मान्छे जनता छ नि। यो हुँदैन, यो नगरेसम्म हुँदैन। सरकारलाई हामी कुन आवाज दिनुपर्छ, कुन ठाउँमा बसेर साथ सहयोग गर्नुपर्छ हामी गर्न तयार छौँ। प्रधानमन्त्रीज्यू हाम्रो मागहरू पुरा गरिदिनु भन्दाखेरि उहाँहरूले कुनै निष्कर्षमा आएको थिएन कुरा। हामी त्यति भयो, उहाँलाई अर्को मिटिङ छ ल हामी बाहिर जान्छौँ भन्दा एक्कासी मिटिङ सकेर जानुभएको हो। हामी अर्कोचोटि फेरि मिटिङमा लागि चाहिँ तपाईँहरूलाई कन्ट्याक्ट गर्छु या हामी गर्छौँ भनेर चाहिँ भन्नुभएपछि उहाँहरू निस्किनु भयो र हामीले बारम्बार रूपमा चाहिँ हाम्रो चाहिँ माग यही हो, हामी यहाँबाट एक डग पनि सर्ने छैनौँ भन्नुभयो। एउटा एनटिभी न्युज चाहिँ भित्र चिर्नु भयो, अर्को चाहिँ न्युजलाई चिर्न दिनु भएको थिएन, एनटिभी चिर्नु भयो, खिच्नु भयो। हामीले त साधारण आज बैठक मिटिङमा चाहिँ अब जेएनजी र प्रधानमन्त्रीज्यूको चाहिँ मिटिङ हो भनेर चाहिँ हामीले सोचेको थियो। तर यति गलत न्युज चुनावमा जेएनजीहरू सहमत यताउति भनेर बाहिर त स्पष्ट रूपमा आइरहेछ। वास्तवमा आज पनि वास्तवमा हाम्रो प्रधानमन्त्रीज्यूसम्म मात्र भेटवार्ता हो वास्तवमा। आज गृहमन्त्रीज्यू पनि हुनुहुन्थ्यो, सञ्चार मन्त्रीज्यू पनि हुनुहुन्थ्यो, शिक्षा मन्त्रीज्यू पनि हुनुहुन्थ्यो। हामी त सबैजना मन्त्रीहरू आएर भेटवार्ता गर्न पाउँदा त एकदम खुसी थियौँ कि
हाम्रो अब माग सम्पूर्ण माग चाहिँ यहीँबाट सम्बोधन हुने भयो भनेर खुसी थियो। लास्टसम्म त उहाँहरू त यस्तो गलत न्युजमा पार्नलाई यस्तो हुनलाई चाहिँ जम्मा हुनुभएको रहेछ। हाम्रो के थाहा, हामीलाई के थाहा? हामीले त यति राजनीति गर्नुभयो त हामी राजनीति गर्नलाई आएको मान्छे त होइन नि त। हामी त सडकमा लडेर यो यिनीहरूको यस्तो यो विरुद्ध यो जति यो भ्रष्टाचारको किला गाडेर बसेका सामन्तीहरू फालेर आएका हामी हो नि त। हामीलाई राजनीति गरेर आएन, हामी त सडकबाट आयो, सडकमै आवाज उठाउने हो। हाम्रो त अरू त ठाउँ छैन, हाम्रो कहाँ बोल्ने के गर्ने थाहा छैन, हामीलाई राजनीति गर्न आउँदैन। उहाँहरूले त राजनीति मात्र गर्नु भएन कि कुटनीति पनि गरिदिनुहोस्, के गर्नुपर्ने कुरा छ सबै गर्ने भएर हामीमाथि नै हाम्रै यो अनुहारमा चाहिँ हिलो छापिदिनु भयो। सरकारले तपाईँहरूको माग सम्बोधन गर्नुभन्दा पनि बारबारा फाउन्डेसनको गुणगान बढी गायो भन्ने तपाईँको आरोप हो? आमामा यति मैले चाहिँ सबभन्दा पहिला सुरु हाम्रो साथीहरूबाट उहाँबाट रुबिनजीबाट चाहिँ सानो सम्बोधन आइसकेपछि तत्कालै त्यसपछि सेकेन्ड सम्बोधन मेरो थियो। अनि मैले चाहिँ गएर चाहिँ निम्न शिक्षा स्वास्थ्य यातायातदेखिबाट युवाहरूको विपिन जोशी निर्मलाकान्त पन्तको हत्यादेखिबाट दुनियाँ अहिलेको यो यति ओम्नी यो ललिता निवास यहीँनिर नजिक कति थिएन सम्पूर्ण कुरा निकालिसकेपछि उहाँहरूको सबै कुरा मैले प्रश्न गर्दा उहाँबाट कुनै पनि यसको चाहिँ जवाब दिनु भन्दाखेरि जवाब आइरहेको थिएन। अनि तपाईँहरूलाई त बाहिर चाहिँ हामीलाई त थाहा भएन, तपाईँहरूलाई त बाहिर त आइएनजिओ एनजिओ के हो यो बारबार सारबाट आउनुभयो। तपाईँहरू हामी घाइते गोली लाग्यो, 81 तपाईँहरू मन्त्री हुनुभयो, कहाँबाट तपाईँहरूको नाम आयो? यत्रो मान्छेहरू त छ नि त, यत्रो देशमा मान्छे नभएन, तपाईँहरू नै चुनिएर आउनुभयो, हामीले चुनेर त होइन। कसरी